अब्बा यही थे रुको। हेर्नुस् यहाँ हरमालको 4वटा पसल आएको छ ठाकुर बाबा नगरपालिकामा 4वटा पसल। दर्शक भी नमस्कार। दर्शक भी अभी उधर से घूम के आ रहे हैं हम। पान की फसल दिखाई। दर्शक भी कुछ कहना चाहते हो आप के भन्नु भन्ने हो? 30 रुपया हो हर माल 30 रुपया हजुर को यो लिने हो। हजुर कहाँदेखि हुनु भएको छ? उलरदेखि हो। के ल्याउनु भएको छ हजुर? अरू के छ? कति रुपियाँमा हो यो सबै? हर माल 30 रुपियाँ हो। यो माला पनि 30 रुपियाँमा हो। यो त धेरै। हजुर के भन्न चाहनुहुन्छ यहाँको हर माल? इंडियन सामान सस्तो पनि छ। ओ हजुर हेर्नुहोस् यो पैसा लिएर आएको छ हेर्नुहोस्। दर्शक पनि यो बैंक बेटे फरार भएको छ चोरेर। राख्नु त म आउँदैछु हजुर है। दर्शक पनि यता हाम्रो पान पसल आउनु भएको छ। हजुर के भन्न चाहनुहुन्छ? यो कहाँबाट आउनु भएको छ? यो पान पसल एउटा पान लगाएर देखाउ त कसरी लगाउँछ? कति रुपियाँ पान हो? 20 रुपियाँको एउटा। अरू देखेका 21वटा कतिको पर्छ फेरि? 21वटा। कति रुपियाँ पान हो? 20 रुपियाँ एउटा। 420 रुपियाँ भयो हजुर। एक 20वटा पान कति भयो? 420। हेर्नु कस्तो मान्छे आएछ हेर्नुहोस्। यो व्यापार गर्न आएछ 20वटा पानको पैसा पनि जोड्न सकेको छैन। एउटा पान लगाइ देखाइदियो त। हजुर दर्शक बिन यो पसल कसको हजुर? यो दर्शक दिन यो पसल सबु मनिहारको हो। हजुर हजुर स्टाफ हो। हजुर स्टाफ हो। तिम्रो साउजी कता जानु भएको छ? साउजी अहिले भ्लग बनाउन जानु भयो। हो र? दुईजना मान्छे उता पनि छ। यता हो न भाइ तिमीहरू कहाँबाट आउनु भएछ? हेरम चोरेको मान्छे बैंक बेटे फरार छ। बैंकदेखि पैसा। हजुर कहाँदेखि आउनु भएको छ? 4 दिन भयो सौदी अरबबाट। सौदी अरबबाट आउनु भएको छ। यहाँ के गर्नु आउनु भएको छ? 30 रुपया कस्मेटिक बेच्न थियो। 30 रुपियाँमा के पाइन्छ यहाँ? 30 रुपियाँमा चड्डी बरा पेन्टी सबै पाउँछ। सबै 30 रुपियाँमा। यो मोजा कतिको छ? यो जुराब कति छ? जोडा 2 जोडा। एक जोडा 30 रुपियाँमा। 30 रुपियाँको मात्रै हो? जर्जी यो यहाँ दामी सेल छ के? दामी सेल एकदम दामी। दामी सेल छ यो। सरप्राइज पनि छ। फुलाउने कलेक्सनमा हुन्छ। अब के हरमालको 30 रुपयाँमा टेस्टर पाइन्छ। टेस्टर छ। अरू के छ? यो नक कटर पनि 30 रुपियाँमा हो। यो 30 रुपियाँमा। 30 रुपया। अरू यो पछाडिको फेरन लभली के छ यतातिर? जैसे जलालु मामुको कपाल अनि नमकीन यसो कपालमा के भइसकेछ? नमकीन बिस्कुट लगाएर यो पनि 30 रुपियाँमा हो। अब कति सस्तो सामान छ यार यहाँ त। अमुल बिस्कुट यो त 50 रुपियाँको मिल्छ यार, 60 रुपियाँको। अरू यो पनि सबै सामान 30 रुपियाँमा हो। माथिको सामान त धेरै राम्रो देखिन्छ। फेरन लभली यो एउटा फेरन लभली उठाउ त हेरौँ त भाइ कस्तो फेरन लभली हो यो। यो हेर्नु दर्शक पनि हेर्नुहोस्। यो फेरन लभली पनि 30 रुपियाँमा हेर्नुहोस्। ठुलो फेरन लभली पनि छ 30 रुपियाँमा। यो ठुलो पनि 30 रुपियाँको हो। ओ माय गॉड कति सस्तो सामान छ हेर्नुहोस् दर्शक बिन। 30 रुपियाँमा फेरन एन्ड लभली मात्र। यो माघी मेलामा आएछ हजुरको हरमाल। यो हरमाल पनि हो नि? हरमाल यो बाटाबुटी पनि हो। यो बाटापाटी सबै 30 रुपियाँमा। 30 रुपियाँ। बच्चाहरू खेलौना पनि छ 30 रुपियाँमा। धेरै सामान राख्नु भएको छ हजुरले। दर्शक बिन नमस्कार। दर्शक बिन हजुरको नाम के शुभ नाम के पर्यो? हाम्रो नाम समा सिद्दिकी हो। कहाँदेखि आउनु भएको छ? हामी गुलेरियादेखि। के ल्याउनु भएको छ यहाँ? दर्शक बिन पेचकस पनि छ हेर्नु सक्छ। 30 रुपियाँमा। त्यो फोल्डिङवाला होइन नि? फोल्डिङवाला दर्शक त्यो फोल्डिङवाला हो 30 रुपियाँमा। अरू के छ? यो ब्रस पनि 30 रुपियाँको हो। मात्र 30 रुपियाँमा हरेक आइटम 30। अरू के छ? ए यो पनि हो बिट क्रिम पनि 30 रुपियाँमा। दर्शक बिन
यहाँ ये हजुरको स्टाफ हो? हाँ स्टाफ सटाफ लेते हजुर के कहाँ आउनुभएको छ? हामी बर्दिया जिल्लाबाट हजुरको शुभ नाम? मेरो शुभ नाम रगुरु जगरू हो? रगुरु हो रगुरु त मगरू कहाँबाट आउनुभएको छ? म गुलरियाबाट आएको छु के गर्न आएको म यहाँ? यहाँ बरा र पेन्टी बेच्न अस्ति त्यो बाख्रा चुन्ने हजुर हो? हैन म बरा पेन्टी बेच्नला हो बरा पेन्टी चाहियो भने त्यो कन्भेन्सन लिएर जान्छ ए हो र यो बरा पिन्डी कति 30 रुपियाँको हो? हरेक माल 30 रुपियाँ 50 को यो 30 ए बरा पिन्डी 50 रुपियाँमा हो? 30 रुपियाँ हो बरा पिन्डी 50। अनि जागो धरी हजुर हजुर के भन्न चाहनुहुन्छ? कहाँबाट आउनुभएको छ हजुर? म गुलरिया बजार गुलरियाबाट? यो हरमालको पसल हो? 30 रुपियाँको हरमाल? धेरै सामान त छ। अरू यो पाउडर सब 30 मा छ यता उता सबै 30 रुपियाँ। यो हजुरको स्टाफ हो? ए हजुर के भन्नु चाहनु? के नाम पर्यो हजुरको? मेरो नाम गोविन्द हो। ए स्टाफ यहाँको साउ खोइ? साउनी बस्नु भएको छ? ओ दर्शकबिन नमस्कार। यो बरा पेन्टी हजुरको कति रुपियाँ होला? 30 वाला हो कि 50 वाला हो? 50 वाला हो। कहाँदेखि आउनु भएको छ? कहाँदेखि यो बरा पेन्ट 50-50 मा हो? हजुरको शुभ नाम के छ? नाम त भन्नु हजुर। नाम बताए नि भन्नु न नाम। हजुर साउनी हो यहाँको? साउनी हो? नाइ हो साउदी गायब है साउजी गायब हुनु भएको छ। त्यो भयो ठुलो फेरनला पनि 30 रुपियाँमा, पाउडर पनि 30 रुपियाँमा, प्रत्येक सामान 30 रुपियाँमा। अरू केही 30 रुपियाँमा छ? के छ? सबै एउटा सामान हो कि सबै भन्नुहुन्छ? यो सबै हेर्नुहोस् दर्शकबिन, हेर्नुहोस् कति कति राम्रो राम्रो सामान यहाँ छ। आउनु 30 रुपियाँमा लिएर जानु। यो हाम्रो तीरथ राठौरको पसल हो, बर्दादेखि आउनु भएको छ। लड्डू जिंदगी के त्यो राजु मनिहारको मैले हेर्दैछु के छ। हजुर तीरथ राठौरको छोरी हो? ए चिने जस्तो लाग्यो, लाउनु भएको छ। ए हजुरको शुभ नाम? हजुर कहाँदेखि आउनु भएको छ? मेहंदी लगाते हैं मेहंदी कति रुपियाँ? एक हातमा कतिको लाग्छ? 10 रुपये 10 रुपियाँ। आउनु दर्शकबिन, आउनु होला। यहाँ मेहंदी पनि हात खुट्टामा लगाउनु बहुत सस्तो 10 रुपियाँमा लाग्छ। दर्शकबिन अरू केही भन्न चाहनुहुन्छ हजुरहरू? नमु सब्स्क्राइब गर्नु अरू केही चाहिन्छ भन्ने हो? अब के भन्नु, मेला त चले छैन। 2 बजेदेखि त कस्टमर आइहाल्छ। यहाँ यता आउनुहोस्। मेरा मोबाइल पकड़ो। हमला खराब है हजुर यहाँ यो बर्दियाको पसल, यहाँ 30 रुपियाँमा हरेक आइटम मिल्छ। टेस्टर, पेचकस, फेयर लवली, तेल, सेन्ट, गोबरा के हरेक आइटम छ 30 रुपियाँमा मात्रै। दिने भने आउनुहोस् यहाँ ठाकुर बाबा ठाकुरद्वाराको मन्दिरमा भव्य र हाब्बे यहाँ ठुलो मेला लागेछ। दर्शकबिन आउनु होला। यहाँ सस्तो सामान 30 रुपियाँमा हरेक आइटम पाउनुहुन्छ। जे सोचे भने त्यही पाउनुहुन्छ। आउनुहोस्। हरमाल 30 रुपियाँमा मात्रै, हरमाल 30 रुपियाँमा आउनु। चश्मा निकाल दे बड़ा बड़ा दिखा दे